नमस्ते दर्शकबिन, सधैँ चाहिँ म एउटा किचन सम्बन्धी जानकारी लिएर आएको छु। आज म तपाईँलाई चिकन बनाउन सिकाउँदैछु। चिकन करी कसरी बनाउँदा एकदम खुसबुदार, एकदम मिठास रेस्टुरेन्ट स्टाइलको तपाईँलाई बनाउने तरिका म सिकाउँदैछु। कृपया पुरा भिडियो हेर्नुहोस् र आफ्नो किचनमा आफैले मजासँग बनाएर एकदम मिठोसँग खानुहोस्। यो चिकन करी बनाउने तरिका के सामान चाहिन्छ भन्ने कुरा अब म तपाईलाई ढिला नगरिकन किचनतर्फ लाँदैछु। यसरी दुईटा हरियो खुर्सानी आफूले यो तपाईले आफूले राख्न पनि सक्नुहुन्छ, नराख्न पनि सक्नुहुन्छ। मेरो लगभग यति तपाईको 1300 जति छ होल चिकन हो। यो यसरी काटेर राखेको छु। अनि यति एक दाना प्याज काटेको छु। अनि तपाईको यो भयो दालचिनी भयो, अनि यो भयो ठुलो खाले सुक्मेल, बडा इलायची भन्छ यसलाई। अनि तेजपत्ता भइहाल्यो 2 पिस, 2टा टमाटर। अनि मैले यहाँ हामीसँग लोहोरो सिलौटो छैन त उनीहरूले चाहिँ अदुवा लसुनलाई थिचेर यो खोलमा थिचेर यति राखेको छु। यसरी चाहिँ तपाईले यति सामान चाहिँ जुटाउनु भयो भने एकदम मिठो बनाउन सकिन्छ। अब तपाईलाई म पकाउने स्टाइल सिकाउँदैछु। टमाटरलाई काट्नु होला, मसिनो गरी काटेर राख्नु होला। हामीहरू जापान भएको हुनाले जापानमा यसरी ट्याक्क ठुलो चक्कुले काट्न पाइँदैन, ड्याङ गर्न पाइँदैन। त्यसैले मैले यो चिकन काट्नको लागि यस्तो खालको कैँची किन्नु होला। जापानमा हुनुहुन्छ भने यो कैँचीले मजाले चिकनको हड्डीहरू मजाले काट्ने गर्दछ। के राख्नुभन्दा एकदम पेस्ट गराएर राख्नु राम्रो हुन्छ। यो एउटा सानो मिक्सर पाइन्छ, यो चार्जरवाला हो। यो किनेर घरमा राख्नु होला। चार्ज गरेर मजाले टमाटर पिस्छ यसले। अलिकति पानी बढी राख्नुपर्छ, मजाले पिस्छ, सुक्खा पिस्दैन यसले। यसरी मैले प्यान बसालिसकेँ। हल्का तातेपछि लगभग यति जति तेल राख्नु होला। यसरी तेल गरम भइसकेपछि तेजपत्ता, तपाईँको इलायची, यो सबै चिज, यसलाई खडा मसला भन्छ। अनि 3 चिजलाई यसरी मजाले भुट्नु होला। खडा मसला भन्छ यसलाई रेस्टुरेन्टमा। खडा मसला यसले चाहिँ एकदम मिठास ल्याउने, एकदम बास्नेदार, एकदम मिठो गराउने काम गर्दछ। हल्का भुटिसकेपछि यसमा चाहिँ अदुवा लसुनको हल्का रातो भएको छ, रातो हुने यति रातो गर्ने गरी भुटेपछि यसमा चाहिँ तपाईँले चाहिँ प्याज एड गरिदिनु होला। यसरी मैले प्याज एड गरेर प्याजलाई पनि हल्का रातो हुने गरी भुट्नेछु म। यसरी भुटेको छु। अब मैले यति हरियो खुर्सानी पनि एड गरेँ। यो हरियो खुर्सानी अप्सनल हो, तपाईँले राख्न पनि सक्नुहुन्छ, नराखे पनि हुन्छ। किन बच्चाहरूले पिरो नखानेहरूले नराख्दा पनि हुन्छ। यति गरिसकेपछि थोरै बेसार एड गरिदिनु होला। बेसारले चाहिँ एकदम राम्रो कलर ल्याउने काम गर्दछ। लगभग अब हामीले यति हल्का रातो हुने गरी भुटिसकेपछि अब हामीले यसमा चाहिँ चिकन एड गर्दैछौँ। यसरी चिकन एड गरिसकेपछि मजाले चलाउनु होला। चलाइसकेपछि नुन एड गरिदिनु होला। नुन एड गरिसकेपछि नुनले छिटो पाक्न मद्दत गर्दछ। यसरी मैले चाहिँ नुन एड गरिदिइसकेको छु। स्वादअनुसारको नुन राख्नु होला, धेरै नुन नराख्नु होला। नुन पहिला धेरै राखियो भने त पछि नुनलाई चाहिँ निकाल्न मिल्दैन। बरु कम राख्नु, पछि लागेन भने थप्न मिल्दछ। यसलाई ढाक्न गइरहेको छु म। यसरी चाहिँ यसलाई ढाकेर आगोको फ्लेम चाहिँ ग्यासको फ्लेम सानो गरिदिनु होला, किनकि डढ्न सक्छ। लगभग यही भेटिसक्नुभयो। अब यसको पानी लगभग अब सुकिसकेको छ। अब हामी यसमा चाहिँ मसला एड गर्ने तयारीमा छौँ। मेरो चाहिँ जिरा र धनियाँ पाउडर एकै ठाउँ मिसिएको छ। 1 चम्मच जति राख्नु होला। ठुलो चम्मचको 1 चम्मच जति जिरा पाउडर र धनियाँ पाउडर मिसिएको राख्नु होला। त्यसपछि यसरी मिट मसला अनि यो जिरा धनियाँ पाउडरको मसला एड गरिसकेपछि राम्रोसँग चलाउनु होला। यसरी मजाले चलाइसकेपछि तपाईँको यस्तो भएको छ। अब डल्न लागेको छ। त्यति बेला तपाईँले चाहिँ टमाटर काटेर यसरी पिसेको थियो, यसरी एड गरिदिँदैछु। यसलाई चाहिँ मजाले एकछिन चलाएर
कुरा मसला वरिपरि लाग्ने गरी यसरी चलाएर फेरि तपाईँले ढाकिदिनु होला। राम्रो तरिकाले पाक्ने गर्दछ। अब म ढाक्न गइरहेको छु। अब लगभग हाम्रो चिकन करी पाकिसकेको होला। अब म ढक्कन खोल्दैछु। एकदम बास्नेदार एकदम मिठो भएको छ। ल हेर्नुहोस्, देख्दै खाम लाग्दा जस्तो। अब तपाईँले चाहिँ हल्का यस्तै ग्रेभी टाइपको खानुहुन्छ भने बा यत्तिकैमा बन्द गरिदिए पनि हुन्छ। अझै यसलाई भुटेर अलि सुक्खा बनाउँछु भने केही बेर भुट्न सक्नुहुनेछ। मलाई चाहिँ हल्का ग्रेभीवाला मन पर्ने भएको हुनाले म यत्तिकैमा बन्द गरिदिन्छु। पक्कै पनि आज तपाईँले चिकन करी कसरी बनाउने आफ्नो घरमा भन्ने कुरा सिकिसक्नु भएको छ। फेरि पनि यस्तै विभिन्न थरीका तरकारी बनाउने तरिका, मासु बनाउने तरिकादेखि लिएर धेरै कुरा बनाउने कुरा म सिकाउने छु। मेरो यो भिडियोलाई लाइक, कमेन्ट, सेयर गरेर सबैसम्म पुर्याउन अनुरोध गर्दछु र मलाई यस्तै साथ सपोर्ट दिनुहोला। यस्तै तपाईँ भिडियोहरू देख्नको लागि मेरो यो युट्युब च्यानललाई सब्सक्राइब गरी नजिकैको बेल आइकनलाई थिच्न नबिर्सनु होला, ताकि मैले यो भिडियो पोस्ट गर्ने बित्तिकै तपाईँको मोबाइलमा आउनेछ र तपाईँले विभिन्न जानकारी पाउनुहुनेछ। हस्त नमस्ते, धन्यवाद।